हेलो गाइस, देख्न सक्नुहुन्छ हामी कति नाच्यौँ भनेर हाम्रो अनुहार हेरेर पनि थाहा पाउनुहुन्छ। हेलो गाइस, स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानल फेसबुक पेजमा होइन। हामी चाहिँ आज स्कुलको मन्दिर जाँदैछौँ। पहिला पनि 2-3वटा ब्लग हेरिसक्नु भएको छ होला। म यही टेम्पल गएको, अहिले पनि आज पनि रथ यात्रा छ र होइन नि, अर्को पनि छ टेम्पल चाहिँ नहोला, तर स्कुलको मन्दिरहरूको पनि छ। इन्सनमा छ इस्कनको छ मन्दिर त। हाम्रो नेपालीको मन्दिर त आन्सानमा छ नि। आन्सानमा मन्दिर भने भाडा लिएर रुममा छ कि मन्दिर? ल हजुरलाई म मन्दिरको अहिले फोटो भिडियो देखाइदिन्छु कि है। मन्दिरै छैन, तर मन्दिर हाम्रो नेपालीले खोलेको छ, बनाएको छ। सनातन धर्म भनेर यसरी गरेको कि। मलाई सोध्नु न, मलाई सोध्नुहोस्। कहाँ आएको? कोरिया आएको बल्ल? ए फुच्चा फुच्ची। त्यसो भए अब मतलब सोध्नु म भनिदिन्छु नि। आन्सान हो इनको कम्पनी, आन्सान हो कि? ए म त आन्सान गइरहन्छु नि त। म नि 7 चोटि गएर इनका कम्पनी 7 चोटि गएर आएको। ए तर अझसम्म हिन्दू मन्दिर छ भने थाहा छैन मलाई चाहिँ। थाहा भयो कि यहाँ चाहिँ कसले थाहा दियो त? हामी त बाबु एउटा यहाँ चाहिँ कसले थाहा दियो त? यहाँनिर चाहिँ यहाँनिर चाहिँ कसले थाहा दियो? टिकटक भरि छ त। ए टिकटक भरि छ। मैले पनि हालेको भिडियो हेर्नु भएन त नि? ए होला। टिकटकमा अब त उके त्यो बाहुबलीको गीत के मोरे बन्सी बजैया भन्नेमा के सबै हाले हान टिकटक भरि छ हैन। र गाइस हामी चाहिँ बसबाट ओर्लेर पनि आज लास्ट चाहिँ ढिलो भएको हो कि बसले ढिलो कुदाएको हो कि है। हिँड्न चाहिँ 9:30 बजे हिँड्या हो, ठ्याक्कै 12 बजे आइपुग्यो भने चाहिँ कति टाइम लाग्दो रहेछ आफै विचार गर्नु। ट्रेनमा पनि धेरै लाग्छ भनेर बसमा आएको, बसमा पनि अलिक ढिलो ढिलो नै हुँदो रहेछ। हामी हिँड्दैछौँ बसबाट ओर्लेर पनि 10 मिनट हिँडेर जानु पर्दो रहेछ। अरू बेला चाहिँ म ट्याक्सीमा अनि ट्याक्सीमै आएको थिएँ, यसरी हिँडेको थिइनँ। आज चाहिँ म हिँड्दैछु। गाइजहरू मेरो भ्लगमा यसो हाई गर्नु न यार। के हो र हाई गर्दै तपाईँ? हेलो हेलो जय नेपाल। ओके मेरो प्यारा प्यारा च्यानलको अन्सु इन कोरिया। टी-सर्ट चाहिँ यस्तो हुनु जहाँ खोजे पनि टिकटकमा हेर्नु, टिकटकमा पनि छ अन्सु इन कोरिया। यता हो हो र? कताबाट आयो बाटो थाहा भएको होइन? यसरी आएन कि ट्याक्सीमै आयो कि कता? मेरो सबले अन्सु इन कोरिया भनेपछि जरा पनि आउँछ युट्युब, फेसबुक पेज, टिकटक। अन्सु इन कोरिया फलो गर्नुहोस्, म फलो ब्याक दिउँला। देख्न सक्नुहुन्छ हामी कति नाच्यौँ भनेर हाम्रो अनुहार हेरेर पनि थाहा पाउनुहुन्छ। हामीले एकदमै धेरै नाच्यौँ, गायौँ, एकदमै आनन्द छ। टाढा छ है, नजिक भए चाहिँ जहिले आउनु पनि हुन्थ्यो। उनको चाहिँ नजिक छ, नजिक भएर पनि धेरै आउँदैन नि। म चाहिँ टाढा भयो। मेरो खिप त कहिले झरेछ नि, कसरी कति बिराउँछ होला। भएर त केही भएन, कसरी खुट्टा बिराउँछ भनेर चाहिँ टेन्सन भयो। झऱ्यो होला कहाँनिर। हेलो हेलो, हाम्रो साई हुनुहुन्छ? हेलो गरिदिनु, हेलो गरिदिनु। योभन्दा अगाडिको भ्लगमा पुरै प्ले गरेर जोडी आउनु भएको छ मेरो भ्लगमा।
हाम्रो चाहिँ अलिक भेट भएर नाच्न सकेर अहिले चाहिँ यसो बाहिर आएको छौँ गर्नु भन्दाखेरि अहिले हामी चाहिँ प्रसाद खान आउँदैछौँ। कस्तो लागिरहेको छ, कस्तो कालो आएको नि यहाँनिर त ब्लग खिच्नु पऱ्यो नि त। जय जगन्नाथ जय जगन्नाथ जय जगन्नाथ जय बाबु हेलो गाइज, यहाँतिर रथयात्रा निकाल्दै हुनुहुन्छ। ओइ अप्सरा हिँड न। हेलो गाइज, हाम्रो चाहिँ फोटो भिडियो पनि खिचिसक्यो। अब मन्दिरतर्फ जाँदैछौँ। यहाँ चाहिँ नेपालीहरूले भजन गाउँदै हुन्छ, अघिदेखि बोलाइराख्नु भएको थियो। अब हामी फाइनली टाइम भएर जाँदैछौँ। आइसकेला मैले देखिरहेको थिएँ, मैले दाजु भन्नुपर्छ है, दाजुले भन्नुहुन्छ। अनि भेट भएको थियो। अनि अब हामी भिडियो सिडियो पनि बनाइ हेर्न सक्नुहुन्छ हजुरहरूले। अब यहाँ भजनमा नाच्नुहुन्छ है त दाजुले। थैंक यू सो मच। और मैं चाहता हूँ कि हर साल अच्छा से अच्छा मैं इस मंदिर के लिए करूँ और अच्छे से इस मंदिर को चलाऊं। बट एक आदमी मंदिर नहीं चला सकता, मंदिर चलाने के लिए सभी का साथ चाहिए। लेनी पड़े तो लगभग घर पुग्यो भन्दा हुन्छ। अब चाहिँ म ट्रेनबाट ओर्लेर त्यस पछाडि बस वेट गरेर बसिरहेको छु। आज चाहिँ म नयाँ बाटोबाट जाउँ भनेर यताबाट आएको होइन। अनि यो स्टेसन पनि अलिक खतरा खालको, ट्रेन पनि अलिक खतरा खालको, ट्रेन बसको लागि वेट गर्ने पनि अलिक खतरा खालको ठाउँ रहेछ कि है। जस्तो अरू ट्रेन स्टेसनहरू यो चाहिँ कस्तो भने कस्तो जस्तो रहेछ भने त केटिएक्सहरू चढ्न गए जस्तो टाइपको के, त्यस्तो टाइपको स्ट्यान्डर्ड रहेछ कि। अब यहाँ बस्ने ठाउँहरू पनि यस्तो राम्रो छ है। अनि त्यस पछाडि यहाँनिर यो के भन्छ नामहरू पनि नि भित्र बसेर हेर्न मिल्दो रहेछ। सबै स्टेसनको चाहिँ यहाँ देख्नुहुन्छ नि, सबै यो बसहरू मजाले हेर्ने। अनि त्यस पछाडि तपाईँ चाहिँ बस्ने ठाउँहरू यस्तो राम्रो होइन। अनि बुकहरू पनि राखिदिएको छ, अलिक पर स्टेसनरी पनि छ फ्रीमा कि बुकहरू पढ्न दिने, त्यो चाहिँ कोरियन बुकहरू होला। अनि कस्तो मजाले यहाँनिर हेर्नु ओत लागेर मजाले बसहरू वेट गरेर बस्नु मिल्दो रहेछ।
अनि ट्रेन पनि यस्तो खतरा थियो कि मैले ट्रेनको चाहिँ यस्तो भ्लगको लागि भिडियो बनाइनँ खत्रै थियो क्या लास्ट चाहिँ राम्रो थियो मुनि पनि कार्पेट ओछ्याए जस्तो थियो अनि बस्ने सिटहरू पनि यस्तो राम्रो अरू यकहरू जस केटिएक्स भन्दा पनि बब्बाल थियो कि आइटिएक्स भन्दा केटिएक्स चाहिँ मैले अहिलेसम्म चढेको छुइनँ अब राम्रै होला केटिएक्स होइन आइटिएक्स चाहिँ चढेको थियो आइटिएक्स त राम्रो छ भने चाहिँ केटिएक्स राम्रो भइहाल्यो अनि आइटिएक्स भन्दा पनि एकदमै राम्रो थियो कि एकदमै राम्रो थियो चढेर आएँ आज खतरा ठाउँबाट घर जाँदैछु होइन अलिक छिटो पनि पुग्नु रहेछ त्यो ट्रेनमा चाहिँ त्यही भएर त्यो बाटो आएँ लगभग भ्लगहरू यस्तै भयो मैले चाहिँ कति कुराहरू खिच्न पाइनँ राख्न पाइनँ देख्न सक्नुहुन्छ मेरो हालत पनि कस्तो भएको छ भनेर अहिले पनि एकटिकै देखिरहेको छु म यति नाचगान गरेर गर्दाखेरि पनि अहिलेसम्म पनि एकटिकै देखिरहेछ अहिलेलाई चाहिँ भाइ भ्लग हेर्दै गर्नु होला भ्लगलाई मन पराउनु होला कमेन्ट गरिदिनु होला कस्तो लाग्यो है त बाई